साथीहरू म यो आज थोरै भिडियोमा के जानकारी गराउन चाहन्छु भन्दा यो हामी यो टेरेस मेथड भन्छौँ होइन। सो टेरेस मेथडमा छौँ। यो बारीमा पुरै टेरेस मेथडद्वारा ड्रागन फ्रुट लगाइएको छ। विशेष के छ भन्दा यो टेरेस मेथडमा पनि विशेष कोहीले चाहिँ एकदमै ज्यादा लगानीमा टेरेस मेथड गर्नु भएको हुन्छ। यो चाहिँ कमभन्दा कम लगानीमा छ, किनकि यसमा एउटा मात्र तपाईँको यस्तो जिआई पाइप छ र तल पोलहरू छ, अनि थप काठको सहायताले यो चाहिँ ड्रागन फ्रुट माथि लगिएको छ, अनि बिचबिचमा अनि पोलहरू छ, त्यस्तो छ होइन। अनि थप साथीहरू के छ भन्दा आज चाहिँ एकदमै विशेष छ। कतिपय साथीहरूले चाहिँ यो ड्रागन फ्रुट फल्दा पनि माथि र यस्तो हाँगाहरू छोड्नुहुन्छ क्या, देख्न सक्नुहुन्छ होइन। यो हाँगाहरू चाहिँ तल फल हुन्छ, माथि चाहिँ हाँगाहरू हुन्छ। यस्तो चाहिँ गर्नु हुँदैन, किनकि फललाई पाउने इनर्जी अनि त्यसपछि मलहरू चाहिँ सबै चाहिँ हाँगाले खाइदिनु भएको कारणले गर्दा फलको साइज चाहिँ नबढ्ने हुन्छ। यो हामीहरूले फालिसकेको यो देख्न सक्नुहुन्छ। यस्तो जो कलिलो सानो ब्रान्चहरू चाहिँ हटाउनुपर्छ है। यस्तो गर्नु होला, राम्रो रिजल्ट आउँछ। हस्, धन्यवाद।